जेन जेड युनिटको युवा संलग्नता रचनात्मक वकालत डिजिटल साक्षरता अभियान र कानुनी सक्रियतामा केन्द्रित नागरिक शिक्षा मार्फत डिजिटल मूल निवासीहरू सामाजिक परिवर्तनकारीहरू तपाईको पुस्तालाई सक्रियतामा संलग्न गराउन स्वतन्त्रताको लागि लड्न र अनलाइन र अफलाइन मानव अधिकारको लागि खडा हुन हामीसँग सामेल हुनुहोस्। संसार हेरिरहेको छ, यसलाई महत्त्वपूर्ण बनाऊ। साथ मिलेनियल युनिटले सामुदायिक परियोजनाहरू, सामाजिक उद्यम पहलहरू चलाउनुहोस् र विपद प्रतिक्रिया र स्थानीय पारस्परिक सहयोगको लागि स्वयंसेवक टोलीहरू समन्वय गर्नुहोस्। हामी गतिशील संसारसँगै हुर्कियौं। प्रविधि, सामाजिक प्रभाव र समुदाय निर्माणमा तपाईको विशेषज्ञतालाई सकारात्मक कार्यमा परिणत गर्न हामीलाई मद्दत गर्नुहोस्। सबैजना फस्टाउन सक्ने संसार सिर्जना गरौँ। 8 जेनेरेसन एक्स आर्मी युनिटले गहिरो अनुभव प्रयोग गरी छिमेकको लचिलोपनलाई मार्गदर्शन गर्नुहोस्, व्यवस्थित गर्नुहोस् र संस्थागत ज्ञानलाई आधुनिक उपकरणहरूसँग जोड्नुहोस्। अनुभवसँगै बुद्धि आउँछ। स्थानीय परिवर्तनलाई सल्लाह दिनुहोस्, व्यवस्थित गर्नुहोस् र अगाडि बढाउनुहोस्। तपाईलाई काम कसरी गर्ने भनेर थाहा छ र अब मानवताको लागि त्यो विशेषज्ञतालाई कार्यमा लगाउने समय आएको छ। 9 बुमल जेन युनिटले वकालत, मानवीय परियोजनाहरूको लागि कोष सङ्कलन र सामुदायिक नेतृत्वलाई समर्थन गर्न बुद्धि, संस्थागत ज्ञान र सञ्जालहरू प्रदान गर्नुहोस्। लचिलोपन, शक्ति र नेतृत्वको पुस्ता सबैका लागि न्यायपूर्ण र निष्पक्ष भविष्य सिर्जना गर्न तपाईको मार्गदर्शन र बुद्धि अमूल्य छ। परामर्श र समुदाय निर्माणमा नेतृत्व गर्नुहोस्। 10 मौन जेन युनिटले मौखिक इतिहासको संरक्षण गर्छ, मार्गदर्शन प्रदान गर्छ र अन्तरपुस्ता स्थिरता र मूल्य र व्यावहारिक सिपहरूको निरन्तरतालाई बढावा दिन मद्दत गर्छ। यो सबै देखेका अग्रणीहरू आफ्नो बुद्धि साझा गर्नुहोस्, इतिहासको संरक्षण गर्नुहोस् र हामीलाई गहिरो अन्तरपुस्ता सम्बन्धहरू बढाउन मद्दत गर्नुहोस्। शान्तिपूर्ण, न्यायपूर्ण संसारको लागि यात्रामा तपाईको भूमिका महत्त्वपूर्ण छ। अन्तर्राष्ट्रिय मानवीय सेनामा सामेल हुन र विश्वव्यापी उदय ग्रहमा भाग लिनको लागि यो हाम्रो निमन्त्रणा हो। ग्रह भनेको मौनताको सट्टा ऐक्यबद्धता रोज्ने मानिसहरूको विश्वव्यापी प्रतिरोध हो। हामी तपाईलाई अन्तर्राष्ट्रिय मानवीय सेनामा सामेल हुन आमन्त्रित गर्दछौँ, हतियार वा गैर कानुनी रणनीतिहरूसँग लड्न होइन, तर सेवा, सिप र ऐक्यबद्धताका साथ मानवताको पक्षमा उभिन। आफ्नो ठाउँ खोज्नुहोस्, योगदान दिनुहोस्। चाहे तपाईँ एक चिकित्सक हुनुहुन्छ, गोपनीयता शिक्षालाई समर्थन गर्ने कोडर हुनुहुन्छ, एक आयोजक हुनुहुन्छ, एक कुक हुनुहुन्छ, एक प्रशासक हुनुहुन्छ, एक शिक्षक हुनुहुन्छ वा विचारहरू भएको किशोर हुनुहुन्छ, त्यहाँ एउटा एकाइ छ जहाँ तपाईको प्रतिभाले हामी सबैलाई बलियो बनाउँछ। कसरी भर्ना हुने? शान्तिपूर्ण र कानुनी रूपमा। तपाईले मद्दत गर्न चाहनुभएको एकाइ छान्नुहोस्। आफूले बाँड्न सक्ने सिपहरू प्रदान गर्नुहोस्। अहिंसात्मक, मानवीय सिद्धान्तहरू र जीवनको सम्मानप्रति प्रतिबद्ध हुनुहोस्। ज्ञान र जानकारी सञ्चार गर्नुहोस् र साझा गर्नुहोस्। हाम्रो बेनामी सञ्चालन नियन्त्रण कक्षमा हाम्रो सुरक्षित इन्टरनेट रिले च्याट च्यानलहरूमा हामी सबैसँग भेट्नुहोस् र कुराकानी गर्नुहोस्। wo.anonops.com मा आउनुहोस् र हाम्रो अप्स कक्षमा प्रवेश गर्न सुरक्षा निर्देशनहरू पालना गर्नुहोस्। एक पटक भित्र पसेपछि कृपया हाम्रो कुनै पनि च्यानलहरूमा सामेल हुनुहोस्। तपाईको लागि एउटा युनिट छ जहाँ तपाईका साथी स्वतन्त्रता सेनानीहरू तपाईलाई भेट्न पर्खिरहेका छन्। सहायता सञ्जाल, पारस्परिक सहायता समूह र कानुनी वकालत टोलीहरू निर्माण गर्न यो निमन्त्रणा आफ्नो समुदायसँग साझा गर्नुहोस्। आफ्नो युनिटको गतिविधि, कार्य र अभियानहरूमा रिपोर्ट गर्नुहोस् र भाग लिनुहोस्। समापनमा, यदि तपाईँ स्वतन्त्रता अधिकार हो, विशेषाधिकार होइन भन्ने विश्वास गर्नुहुन्छ भने हामीसँग सामेल हुनुहोस्। जब मानिसहरू एक अर्कालाई मद्दत गर्न एकसाथ आउँछन्, तब संसार परिवर्तन हुन्छ, सीमा, पुस्ता र भिन्नताहरू पार गर्दै। यससँग उभिनुहोस्, शान्तिपूर्ण, गर्वका साथ र कानुनी रूपमा मानव मर्यादाको सेवा गर्नुहोस्, सुरक्षा गर्नुहोस्, सिकाउनुहोस्, निको
म यो मास्क लगाउँछु लुक्न होइन, तर प्रकट गर्न, कोलाहल, हैसियत, पहिचान, पूर्वाग्रह हटाउन। त्यसैले बाँकी रहेको सन्देश मात्र हो। किनभने जब आक्रमण गर्ने कुनै अनुहार हुँदैन, तपाईँ विचारको सामना गर्न बाध्य हुनुहुन्छ। बेनामी कुनै समूह होइन, यो केवल ह्याकरहरू मात्र होइनन्, यो कुनै राजनीतिक जनजाति होइन, यो एउटा विचार हो। अस्वीकार, आँखा चिम्लेर आज्ञा पालन गर्न अस्वीकार, नदेखेको जस्तो गर्ने। जब तपाईँ आफ्नो सोच आउटसोर्स गर्न बन्द गर्नुहुन्छ तब तपाईँ गुमनाम हुनुहुन्छ। जब तपाईँ शक्तिमाथि प्रश्न गर्नुहुन्छ, जुनसुकै पक्षले यसलाई समातेको भए पनि, जब तपाईँ बुझ्नुहुन्छ कि निश्चितता अनभिज्ञहरूका लागि सजिलो छ, तर बुद्धि शङ्काबाट सुरु हुन्छ। साँच्चै बुद्धिमानहरूले सबै उत्तरहरू दाबी गर्दैनन्। तिनीहरू खुला रहन्छन्, तिनीहरू विकसित हुन्छन्। धर्म सिद्धान्त पाएकाहरू, तिनीहरू दोहोरो डाउन गर्छन्। तथ्यहरू परिवर्तन हुँदा पनि त्यो बल होइन, त्यो अहङ्कार हो। हामी 1 करोड चौथाइ भन्दा बढीको सङ्ख्या पार गर्दै जाँदा म यही सोध्छु, शङ्कालु रहनुहोस्, जागा रहनुहोस्, मानव रहनुहोस्, दयालु बन, सम्मानजनक हुनुहोस्। र यदि नयाँ तथ्यहरू, आफ्नो विश्वासको विरोध गर्नुहोस्, आफ्नो विश्वास परिवर्तन गर्नुहोस्, त्यो कमजोरी होइन, त्यो बुद्धि हो। त्यसो भए वास्तविक बेनामी को हो? जो प्रश्न गरिरहन्छ, मेरा साथीहरू, हामी सबै हौं बेनामी। बेनामी एक विकेन्द्रीकृत नेतृत्वविहीन आन्दोलन हो। तपाईँ बेनामीमा सामेल हुन सक्नुहुन्न, तर तपाईँ बेनामी बन्न सक्नुहुन्छ र तपाईँको सुरक्षाको लागि तपाईँले यो गर्नुपर्छ। गुमनाम हुनु भनेको आउने कुराको तयारीमा जुट्नु जस्तै हो, विशेष गरी मानवताको पक्षमा उभिने र शक्तिलाई सत्य बोल्ने तपाईँको छनौट। बेनामी बारे जान्नको लागि कृपया हाम्रो सेतो ह्यान्डबुक प्रयोग गर्नुहोस्, जसलाई बेनामी भनिन्छ, एक अनस्टेबल आइडिया, जुन लाइब्रेरीमा https://z-library.org मा शुल्क उपलब्ध छ। पछिल्लो संस्करण डाउनलोड गर्नुहोस् जुन छ हो। हाम्रो बेनामी पुस्तक क्रान्तिमा नागरिकहरूको लागि जीवन रक्षा गाइड पनि डाउनलोड गर्नुहोस्। त्यसपछि हामी बाँकी फेसबुकमा रहेका अन्य एनोनहरूसँग जोडिनको लागि तपाईँले फेसबुकको सेन्सरसिप र छाया प्रतिबन्धबाट बच्न आवश्यक छ। त्यसैले हाम्रो बेनामी फेसबुक निर्देशिका एनोन DIR डाउनलोड गर्नुहोस्। यसमा भएको वर्ड लिङ्कहरूले तपाईँलाई सिधै तपाईँले जडान गर्न चाहनु भएको बेनामी समूहमा लैजान्छ। यद्यपि कृपया फेसबुक वा प्रणालीको कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्महरूसँग कुनै पनि संवेदनशील जानकारीको बारेमा छलफल नगर्नुहोस्। सधैँ सचेत रहनुहोस्, किन्जाले तपाईँका सबै कुराकानीहरू रेकर्ड गरिरहेको छ। डिस्कर्डमा पनि हामीसँग सामेल हुनुहोस्। हाम्रो वर्ड लिङ्क यहाँ छ, https://discord.gig/4 हामी एक अर्कासँग गुमनाम रूपमा कुरा गर्न पुरानो जमानाको इन्टरनेट रिले च्याट वा अर्क प्रयोग गर्छौं। एनोन्ससँग निजी, गोप्य र बेनामी कुराकानीको लागि कृपया हाम्रो अपरेसन कन्ट्रोल रुम एनोनअप्समा आउनुहोस्। wo.enonops.com मा आउनुहोस् र सुरक्षा प्रोटोकलहरू पालना गर्नुहोस्। त्यसपछि हेक्सच्याट डाउनलोड गर्नुहोस् र हेक्सच्याट प्रयोग गरेर एनोनअप्समा जडान गर्नुहोस्। निर्देशन र विवरणहरू एनोनअप्स वेबसाइट र हाम्रो व्हाइट ह्यान्डबुक दुवैमा छन्। अतिरिक्त सुरक्षाको लागि भर्चुअल प्राइभेट नेटवर्क VPN प्रयोग गर्नुहोस्। तपाईँ Proton.me-मा निःशुल्क VPN सेवा प्राप्त गर्न सक्नुहुन्छ। Proton इन्टरनेट गोपनीयतामा विशेषज्ञ छ र यहाँ तपाईँलाई अन्य उपयोगी निःशुल्क उपकरणहरू पनि उपलब्ध गराउँछ, जस्तै अनाम इमेल ठेगाना, जसले नक्कली निकनेम पहिचान र अनाम अभियानहरूका लागि उत्कृष्ट हुन्छ। प्रत्येक इमेल ठेगानासँगै तपाईँलाई निःशुल्क र अनाम बिटकोइन वालेट पनि प्राप्त हुन्छ, जसले तपाईँलाई पैसा अदृश्य रूपमा स्थानान्तरण गर्न अनुमति दिन्छ। प्रोटनसँग वमो नामक पूर्ण रूपमा निजी ए पनि छ, जसले तपाईँका सबै संवादहरू पूर्ण रूपमा निजी र सुरक्षित राख्छ। अन्य ए इन्जिनहरूले तपाईँको डेटा साझेदारी गरेर मोडेल प्रशिक्षणमा प्रयोग गर्ने विपरीत। इन्टरनेट सुरक्षा र निगरानी पुँजीवादको आक्रमणबारे थप जान्न चाहनुहुन्छ भने उनीहरूको युट्युब च्यानलमा भिडियो हेर्नुहोस्। प्रोटन प्राइभेसी। सम्झनुहोस्, गुमनाम रहनुहोस्। कहिले पनि कुनै पनि व्यक्तिगत जानकारी खुलासा नगर्नुहोस् र इलेक्ट्रोनिक पदचिह्न पछाडि नछोड्नुहोस्। आफ्नो ट्र्याकहरू छोप्नुहोस्।
बर्नर फोन र नक्कली पहिचान प्रयोग गर्नुहोस् र यदि तपाईँ यो गर्न सक्नुहुन्छ भने कम्प्युटर पनि प्रयोग गर्नुहोस् जुन तपाईँको वास्तविक जीवन पहिचानबाट पूर्ण रूपमा अलग छ। सुनिश्चित गर्नुहोस् कि यसमा कतै पनि कुनै व्यक्तिगत जानकारी भण्डारण गरिएको छैन। हाम्रो निगरानी पुँजीवादको विश्व अर्थतन्त्रमा तपाईँ उत्पादन हुनुहुन्छ। आफ्नो मूल्य जान्नुहोस्। थप सुरक्षित हुनको लागि तपाईले अनलाइन पोस्ट गर्ने फोटो र कागजातहरूबाट सबै व्यक्तिगत मेटाडेटा हटाउन पनि नबिर्सनुहोस्। यो गर्न मेटाडाटा क्लिनर नामक उपकरण प्रयोग गर्नुहोस्। तपाईले यसलाई /online-metadata.com मा फेला पार्न सक्नुहुन्छ। सेन्सरसिपको कारण हामी हाम्रा भिडियो च्यानलहरू र सार्वजनिक कुराकानीहरूलाई अभिव्यक्ति स्वतन्त्रतालाई समर्थन गर्ने प्लेटफर्महरूमा सार्दैछौँ। बेनामी बारे थप जान्नको लागि युट्युबमा अझै पनि केही बेनामी च्यानलहरू छन्, यद्यपि ती सामग्रीहरू अत्यधिक सेन्सर गरिएको छ। धेरैजसो एननहरू बिटचुटमा छन्, तर बिटचुटले प्रणालीमा आत्मसमर्पण गर्यो र सम्पूर्ण युनाइटेड किङ्गडम बन्द गर्यो। त्यसैले अब हामी freespeechTube.net मा सर्दैछौँ। हाम्रो बारेमा भिडियो जानकारीको लागि कृपया //.net मा freespeechtube.net मा जानुहोस्। यो गर्नको लागि तपाईले गुगल बाहेकको ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ, किनकि तिनीहरूले तपाईलाई यहाँ सेन्सर गर्न सक्ने एकमात्र तरिका भनेको तपाईलाई साइटमा प्रवेश गर्नबाट रोक्नु हो, जुन तिनीहरूले गर्ने प्रयास गर्छन्। कृपया निम्न च्यानलहरू र तिनीहरूका विषयवस्तुहरू हेर्नुहोस्। हालको विश्वव्यापी विद्रोह विरोध प्रदर्शनहरूको बारेमा जानकारीको लागि कृपया हाम्रो च्यानल एनन अप #the-up मा जानुहोस्। विश्वव्यापी लिङ्क प्रयोग गर्नुहोस्। fstube.net मा विद्रोह। हामीलाई तपाईको सबै कथा देखाउनुहोस्। तपाईको संसारमा के भइरहेको छ हामीसँग साझा गर्नुहोस्। यदि तपाईसँग संसारको कुनै पनि ठाउँबाट ग्रग फुटेज छ र तपाईँ यसलाई सार्वजनिक रूपमा उपलब्ध गराउन चाहनुहुन्छ भने यसलाई तपाईको क्षेत्रमा के भइरहेको छ भनेर देखाउन कृपया हामीलाई तपाईको भिडियोहरूको लिङ्कहरू अन्तर्राष्ट्रिय इमेल गर्नुहोस्। मानवीय proton.me मा आर्मी ताकि हामी तपाईको जानकारी हाम्रो च्यानलहरू मध्ये एकमा पोस्ट गर्न सकौं र बाँकी यससँग साझा गर्न सकौं। अन्तर्राष्ट्रिय मानवीय सेना यहाँ गतिविधिहरूको बारेमा जानकारीको लागि कृपया freespeech.net मा यहाँको लिङ्क प्रयोग गरेर हाम्रो फ्री स्पिच ट्युब च्यानल अन्तर्राष्ट्रिय मानवीय सेना हेर्नुहोस्। बारेमा जानकारीको लागि कृपया freespeech.net मा लिङ्क 4 वर्ल्ड पीस प्रयोग गरेर हाम्रो एनोनक्स फ्री स्पिच ट्युब च्यानलमा जानुहोस्। सँगै हामी एक हौं। एकता हाम्रो शक्ति हो। हाम्रो पुकार सुन्नुहोस् र प्रतिध्वनि गर्नुहोस्। लिबर्टास पोपुली। कल्पना गर्नुहोस्, यदि हामी सबैले सँगै मिलेर हामीलाई नष्ट गर्न खोज्ने राक्षसहरूलाई पराजित गर्न काम गरियौं भने 8 अर्ब मानिसहरूले के गर्न सक्थे।